नबोल्नु न चर्किनु हुन्न गाइस को फाल्टु भएर गाइस अनि कबाबमा हड्डी आइसिन फाल्नु नि फाल्नु नफाल्नु कुनै कुनै त हड्डी नि मिठो हुन्छ नि Hi guys, welcome to my mini vlog. It's me Samicha. As me, Karisma. And आज चाहिँ हामी गोलाघाट घुम्न प्लान बन्यो जिप सफारी गर्ने मेरो प्लान थिएन गाइज भिडियो बनाउने एक्कासी यहाँ बनाएँ मैले गाइज हाम्रो जिप सफारी भयो एक्कासी रातो मिठो हुन्थ्यो हुन्न फोर दिएको चाहिँ हाम्रो रातो के तेरो देखाइदिनु त हम बगेर खाँदै खाम है गाइज यहाँ हेर्नु त दाइ यहाँ हेर्नु त सिक्लेस सागा होइसन कसो लागिरहा त म भ्लग हाल्छु के नानी कान्छी लौ डर त लाग्छ छैन नानी सोलर प्यानल बगेर चाहिँ पाकेका बगेर टिप्न अलि यो तितौरा त मेरो फेभरेट हो नि त्यो त मैले जहिले पनि देख्छु हक गियर लगुना भन्छ यसलाई चाहिँ छुट्टै खालको रहेछ लगुना जो त्यहाँ के देख्छु लगुना भन्छ यसलाई लगुना हक गियर भन्छ कि यसलाई भाग्यो मान्छेले गाइज हामीले के अरे यो चितुवा स्पटेड डियर चित्तल चित्तल खै दुई तिनवटा त्यहाँ रहेछ नि त हो अरू पनि रहेछ अगाडि पनि देख्छ गाइज गैँडा देख्यो खै कहाँ हो त नि मैले देखेको छैन ए त्यहाँ ऊ गैँडा गाइज गैँडा देख्यो आउँदैन ऊ त्यहाँ सुते होइन उठिरह यो तल ऊ त्यहाँ ऊ यहाँ मेरो क्यामेरामा हेर त देखिँदो रहेछ यहाँ त यता यहाँ तल तल झरौँ एकछिनलाई भेट्यो है गाइज बल्ल गैँडा भेट्यो माथि नभन्नु थोरै अगाडि गर्नु कस्तो झरेर हेर्नु कता गयो ऊ त्यहाँ गाइज नझर झर्न पाइन्न कि हजुर नि जाने हो गैडाको पुच्छर समातेर म त झर्दिनँ म त यहाँ टिकटक बनाउनै आएको है गाइज भेट्यो होइन फाइनल्ली गैँडा भेटियो दाइ नभेटेला बगेर ल्याउने ठाउँमा जाने हो फेरि अब त जाने हो त्यही होइन त्यो बाटो गएन उ त्यो पाइन्छ होइन नि त अब अर्को बाटो हो नि त गेटमा किन्न पाइन्छ अघि कडिपत्ता लास्टै पसायो भन्ने कि बनायो कडिपत्तै कडिपत्ता रहेछ फाइनल्ली एउटा गैँडा देख्यो गाइज गैँडा यहीँ हौ गाइज कति नजिक हामी यहीँ हौ गैँडा त्यहीँ हौ बोल्न त पर्यो अब योभन्दा धेरै त हुँदैन नि त रिसा हारे म मिलाएर भन्यो मम्मी रिसा हानेर रिसा हानेर भन्यो हो कस्तो थाहा भन्नुभयो रिसाको भए त आउँथ्यो होला नि मैले नि नजिकबाट त आजै देखेँ होला दुईवटा गैँडा देख्यो मयूर कति देख्यो अर्को के देख्यो अरे लगुना चित्तल के हो के देख्यो गाइज हामी चाहिँ अहिले किनारको छेउमा आयौँ फोटो खिच्नलाई एकदम रमाइलो हो असाध्यै गाइज होइन
गाइज गाइज भन्ने बानी बसेर यता त राम्रो आउँदैन होला मम्मी आउँदैन यता त त्यही र आहा यतै हो तपाईँ बसे गाइज गइडा आएर भागाभाग भयो यहाँ उता ऊ कति ऊ आइसक्यो छिटो आउन यही छिटो न केही हुँदैन के गइडा आएर भागाभाग गाइज छिटो आउन नबोल्नु न चर्किन हुन्न गयो अनि देखेँ नि मैले नि कस्तो दौडेर आएको उताबाट आएको थियो सातो उड्यो नि मेरो त उनीहरू आफै भाग्दो रहेछन् उनीहरू आफै भाग्दो रहेछन् कि हामी बसेन डराइ कि अनिमा दिदी भाग्यो कि सबै त सुरु म के भयो सुरुमा चढे कस्तो लाया मेरो खुट्टामा नानी त सबभन्दा यहाँ फोटो खिच्दा कि म त किन भाग्नु भयो भिडियो कसैलाई खोजिनु बच्चा भएको खरे कि बच्चासँग खरे कि हामीले हेरेको बच्चा हो कि म त खिच्दिन है बच्चासँग रहेछ नि त डेन्जर हुन्छ बच्चासँग खै बच्चा बच्चा लिएर हिँडेको क्या म त अनिमेषलाई के भन्छ टाउको दुखेछ क्या भने कि अनि सोच्दा पनि सोचिन फोटो खिच्दै सबै भागाभाग भयो त्यो गाडीभित्र बस्यो भने त केही गर्दैन होला है अनि भागाभाग भयो अघि नै गएर हेर्न पाइएन भन्दै आएको थियौँ अहिले त सिधै लहटमा आयो खिच्नै पाएन भागेको त खिचेको थियो क्या कता गाइज हाम्रो अब सिद्धि हो जिप सफारी यतिसम्म थियो सबभन्दा पहिला गाडीमा चढ्यो आयो अरे ज्यानको माया कति रहेछ म त टाउको दुखेर भाग्नु भएछ क्या भनेको हामीलाई के भयो गाडी आइसक्यो छोडेर भागिदिइराखे काम त टाठो रहेछ गाडीमा भनेको अनि कसैले म त सबैले सुन्यो होला नि भनेको कसरी नसुने रहेछ गाडीमा आएर हेरेको त सबजना पोल्देर बस्यो भनेको बल्ल गाडीमा बाबा त फेरि ढिङ्गिका के यत्तिकै त्यतिखेर फोटो खिच्न छोडेर टिकटक बनाउन पर्ने रहेछ है भाइको आउँथ्यो नि यहाँ यता आएको पैसा लिन्छ हो र यता आएको पैसा लिन्छ नि त पहिला त फ्रीमा दियो नि त थिएन नि गाइज हाम्रो सिद्धि जिप सफारी हामी केटा गाडी आइपुग्यौँ यहीँसम्म हो रमाइलो भयो एकदम रमाइलो भयो गैँडाले लहट्यो एकछिन अरू त रमाइलो भयो गैँडाले लहटेर दकुरेर कोही गाडीमा दकुर्न आइपुग्नु ज्यानको मायाले लाग्नु त ज्यानकै माया लाग्छ बन्दोबस्त गर्छु हामीहरू खाजा खाना हम गाइज प्याक गरेको हटकेसमा त्यो तरकारी र सलाद काटेर काट्नु भोलि खाएर भ्यायौँ मेरो भिनाजुलाई हेर्नुहोस् मिठो लागिरहेको होइन कस्तो राम्रो सिन देखायो क्या त बाहिर त
मेरी प्यारी एक्लै आएर चटपट चिया खाँदै कफी कफी हामी एक्लै आएको होइन हामी विदाउट सुगर हो ग्याङबाट डुलेर आएको क्यापुचिनो कुल्फी जुस जेली खानुस् अनि जसरी खानु छ नि चोर्नु माया गर्नुहोस् हो क्या धेरै भयो धेरै म जोक्कर मलाई म बसिरहेको सिटबाट नि हटाइदिएन म फाल्टु भएर गएँ अनि कबाबमा हड्डी आइसित फाल्नु कि नफाल्नु कुनै कुनै त हड्डी नि मिठो हुन्छ नि फाली जिस्काउने भनेको यस्तो फाली जिस्काउने भनेको यस्तो म धेरै भएर मलाई फ्याल्दिएन भनेको के त उसबाट त्यहाँ के जिप सफारीबाट के मेरो नि लु खिचाएर मर लाग्यो म त के गर्यो र धेरै खाएर चिसो भएर ल बाई अब भेटौँ होला भेटुन्छ अब यतैबाट त जाने होला नि त होइन आजलाई अब आजलाई नै भने ल बाई भेटौँला फेरि बाई हामी त वाचुत्त चढेछौँ क्या गाडी त फेरि ल फेरि भेटौँलाका साथ ल बाई अहिले चाहिँ हामी फर्किएर दिदी बिनाजुको घर आयौँ दिदीको कपडा दिनलाई अनिपा दिदीको होइन अब यहाँबाट हामी जान्छौँ अनिपा दिदीकोमा कपडा छोड्नलाई त्यसपछि नि हामी हाम्रो घर जान्छौँ अनि सुत्छौँ थकेला गुड नाइट भन्ने हो त्यहाँपछि गुड नाइट आफ्नै अनुहार देखाउन नि के ब्लग स्टार्ट गर्दैछ सबको अनुहार देखाउनु सबको देखाइदिइराखौँ मेरो त देखेकै छैन होला है हेलो छोरी मेरो त देखेकै छैन होला अनि म के बोलिरहेको होला है मैले के बोलेको होला त्यो भिडियोमा मैले नराम्रो बोले भए माफी पाऊँ माफ नगरिदिनु होला कसैले यति नै हो गाइस थोगो लगाइरह सुत्न मन लाग्यो अहिले पछि देखाउँछु अहिले पछि इन्डिङ गरेको भिडियो हाल्छु कि हामी यहाँ चिया खाएर जाने भन्न थाल्नुभयो मम्मी त गइसक्नुभयो बसा बसे यहाँ त्यति म चिया खान मन छैन अब हामी जान्छौँ चिया खानलाई कस्तो मोबाइल फेरि झर्नै पऱ्यो त हामी चिया खाने डाइरेक्ट भनेर त ठ्याक्कै परेछ चिया खाने भन्नुभएको बिनाजुले म दाई दाई भन्छु गाइज मेरो बिनाजु हो तर मैले दाई दाई चाहिँ किन भन्छु भन्दाखेरि हाम्रो कान्छी नि भगवानले आऊ कान्छी को कान्छी हो मैले चिन्दिनँ मैले दाई दाई भन्छु किनकि दाई दाई भन्दै आएको हो नि त 7-8 वर्ष अगाडि त्यही भएर दाई दाई भन्छु कि मैले मिस्टेक भयो भने मैले दाई भने को दाई भनेर नबुझ्नु होला मैले बिनाजुलाई नै दाई भन्ने हो यही हो बिनाजुले पकाएपछि खाने बिनाजुले पकाएको चिया खाने होइन मिठो हुन्छ नि साली के अरे भिनाजुले पकाएको चिया सालीलाई असाध्यै ए भिनाजुको आमा पनि यहाँ छ खान कति राम्री हुनुहुन्छ भिनाजुको आमा त झन् भन्नै नपर्यो भिनाजु भन्दा राम्रो सबैभन्दा राम्रो सबैभन्दा राम्रो हाम्रो चिया पाक्यो बिनाजुले हातको चिया के हाल्यो मसला हाल्नु लागि चाहिँ के हाल्ने मसला चिनी हामी चिया खानला कस्तो हो मम्मी बिनाजुले बनाउनु भएको खानु भएन आज त मेरो कान कान्छी के भन्छ वहाँ गरेर वहाँ गरेर आएर हो क्या गोइडा हेरेर आएर हो क्या मेरो कान त डुम्बो भयो मिठो रहेछ मिठो कति अँधेरो देखायो हाम्रो बिनाजु पुरिरहनु भयो गाइज म यता छु मेरो भिडियो राम्रोसँग आएन होला मेरो हातभरि पोकै पोका छ ए अनिपा दिदीको सामान हो गाइज यो ल
टाढा है यस म एक्लै के गरेर बस्ने हो र बाई आफ्नो नङ कस्तो लाग्यो यहाँ फेरि कपडा थपिदिनु भयो लाग्यो दाइ बिराजु नङ ठोकेर गाई कस्तो ठेसेर दुखेर मर्न लाग्नु हामी सामान लिएर घर आइसक्यौँ तर दिदी चाहिँ तल झर्दै हुनुहुन्छ हामी यहाँ कुर्दैछौँ घर बाहिर म चाहिँ कपडा लिएर बसिरहेको छु नानुको बाई ए अनि त्यो घर देखाइदिउँ बाई हुनु भइसक्यो अघि हिरोबाट अहिले जेरो भन्ने बाउ होइन हिरै हुनुहुन्छ अहिले हिरै हुनुहुन्छ अरे दामसँग जानु भोलि अब आइसी भेट्दा यो झ्याल खुल्लेन कि त्यही भएर भन्नु है के कस्तो दामसँग जानु हामीले सामान छोड्यौँ अब हामी घर जान्छौँ गाई जब मेरो भ्लग यतिमै एन्डिङ हुन्छ होला। घर पुगेपछि हुन्छ हाम्रो घर त किन अनि ज्वाइँ छोरी छन् त्यहाँ नि बिदाई हुन पर्यो ए बिदाई रे बिदाई रे मेरो दिदीलाई उतै राख्नु पऱ्यो क्या आज सुरु भयो भने बिदाई मात्र होला बाई 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 मात्रै हो मेरो भ्लगमा मिनी भ्लग भनेर अब बोलेको थिएँ कि हाम्रो सुरुमा खोइ अब लामै भयो जस्तो लाग्छ हामी घर आयौँ ल बाई त्यो खाएको आधा घन्टा पनि दबाई खाऊ ल बाई पुगेपछि म्यासेज गर्नु होला ओके किन हामी त गइहाल्छौँ नि हाम्रै इलाका धमाका हाम्रो इलाका हाम्रो के हो थियो नि त्यो डरै पर्दैन नि रे कि हाम्रो घर गाई त्यस्तो अँधेरो हो के हो यस्तो यहाँ चाहिँ हाम्रो आन्टी हुन्छ है गाइज मेरो भ्लग हेर्नु होला है खै दिदी अब यति नै मेरो भ्लग इन्ड हुन्छ गाइज थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ यही हो भन्ने नै यही हो मेरो भ्लग यति नै इन्ड हुन्छ म घर आइपुगिसकेँ अब सुत्नु पऱ्यो रे कि मेरो कोठा यस्तो भद्र बोल्छ देखाउन नि घिन लाग्ने भइरहेको त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला